हाई एभ्रिवान आज चाहिँ म है तपाईँको इडामामे डिम्सम इडामामे ट्रफल वेल डिम्सम बनाउँदैछु। तपाईँहरूले म देखाउँछु, हेरिदिनु होला है, लास्टसम्म हेरिदिनु होला। यहाँ चाहिँ हाम्रो इडामामे छ, यसको चाहिँ म बनाएर है त। यसको ब्रान्ड चाहिँ तपाईँको यो रहेको छ, राम्रै हुन्छ यो पनि है साथीहरू। यो छिल्का चाहिँ यसको एकदमै हार्ड हुन्छ है, र यसलाई चाहिँ निकालेर साइडमा राख्ने हो। सो त्यो चाहिँ तपाईँ निकालेर, यो चाहिँ तपाईँको कभर हो, यो चाहिँ अलिकति हार्ड हुन्छ, त्यही भएर चाहिँ हामीले यसलाई चाहिँ निकाल्नुपर्ने हुन्छ साथी। यसको चाहिँ यो एकदम आरामले निक्लिन्छ है साथीहरू। यो चाहिँ यसरी अब यसलाई चाहिँ छिलेर है, यो सबै छिल्का निकालेपछि चाहिँ तपाईँलाई लास्टमा देखाउँछ यता। साथीहरू इडामामेलाई चाहिँ चप गर्नु थाले सक्नुहुन्छ। यो चाहिँ इडामामेको लागि है। र यसको छिल्का चाहिँ यस्तो यहाँ छ, एकदमै हार्ड हुन्छ, त्यही भएर निकाल्नुपर्छ। यसो चाहिँ यो तपाईँको खालि भित्रको मात्रै है, यो अलिकति क्रन्ची हुन्छ। हेर्नुहोस् ल, ल पुरा भिडियो देखाउँछ है बादमा चप। ओके 100 ग्राम यो कति छ? यो 10 ग्राम 5 ग्राम छ। अनि यो तपाईँको 600 इडामामे छ है, 600 ग्राम। सो बनाउँदै चाहिँ हेर्नु होला है त। एरोमेटिक भेज पाउडर यसलाई चाहिँ मिक्स गर्ने अनि गोल एकछिन एउटा गोल पिज्जा रेडी भयो साथीहरू। यो चाहिँ देख्न सक्नुहुन्छ है, एकदमै दामी हुन्छ। ट्राई गर्नु, यो रेसिपी फलो दामी हुन्छ। तपाईँलाई डिजाइन यो साथी हाम्रो डोको लागि कलर है, स्पेनिस ब्लान्च गरेर निकालेर यो चाहिँ स्पेनिसको कलर हो। यसलाई चाहिँ यसरी छान्नुपर्ने हुन्छ, हामीले चाहिँ क्यापमा छान्छौँ। सो हटाऊ। यो के हो? पोटेटो स्टार्च होइन? पोटेटो स्टार्च तपाईँको 50, पोटेटो स्टार्च 60 है। ओके, एन्ड वेट स्टार्च 100। यो तपाईँको 1:2 भयो है। 100 ग्राम वेट स्टार्च अनि 60 ग्राम तपाईँको पोटेटो स्टार्च। यसमा पानी यसमा चाहिँ हामीले दुईटामा पानी थप्नु 175। ओके, Happy New Year. दुईटा डिभाइड गरेर
देखा डो देखाओ सेफ डो देखो इधर आओ फोकस करना है यसलाई तपाईले यस्तो गरेर यस्तो यहाँ चिप्याइदिने यस्तो गरेर यहाँ चिप्याइदिने है यस्तो यसलाई तपाईले This is called edamame truffle dim sum. edamame truffle dim sum. Okay, so यो चाहिँ edamame चाहिँ बिन्स डिजाइनमा हालेको छ थ्याङ्क यू बस ल देख्न सक्नुहुन्छ